है मुला किन झोक्राएर बसेछ है जाँठा के भन्नु साथी यार छोरा मान्छेको जिन्दगी बेकार छ यार अहिले हामी कसैको छोरा हुँदामा यत्रो गाँड फट्या छ यार कुनै दिन हामी कसैको श्रीमान हुन्छौँ कसैको छोराको छोरीको बाउ हुन्छौँ त्यति बेला झन् कति गाँड फट्थ्यो होला यार अहिले सोचेर विरक्त लागेर आउँछ यार जिन्दगी देखेर यार छोरा मान्छेको जिन्दगी नि गाँड फटाइ छ यार यतिको उमेर भइसक्यो केही गर्न सकेको छैन तनावै तनाव छ यार थ्यात यार केही सोच्न पनि सकेको छैन म त के कुरा गर्नु साथी यार तनाव छ नि होइन छोरा मान्छेको जिन्दगी एकदम तनाव गाँजा खाएर पुरै यस्तो नाना थरी बोले एकछिन मलाई सोच्ने बाध्य बनायो मुद्दा त कस्तो रहेछ